ल सुरु गरौँ। आदित्यनाथको फोटो तपाईँ प्रदर्शन गर्ने अनि दोष चाहिँ हामीलाई दिने? कुनै एउटा पागलले लगेर कसैको फोटो राख्यो भने त्यसको जवाबदेही हामी हुने। नरिसाइकन भन्नु। तपाईँको घरमा आएर तपाईँ धेरै रिसाउनु भयो भने गल्ती धेरै रहेछ कि जस्तो लाग्छ, नरिसाइकन भन्नु। सम्झाउनु यो पर्दैन। उमेरमा पनि तपाईँको स्मृति यति बलियो छ। त्यो गर्ने मलाई के सम्झाउनुहुन्छ? नागरिकता बेच्ने शर्तमा पैसा लिने तपाईँ भने विद्युतको बक्यौता उठाऊ, उद्योग बन्द गरेर होइन, बकौता त पेटमा लात उठाउनुपर्छ, मारेर तपाईँले होइन। पनि नत्थी लगाएर उठाउनुपर्छ क्या। नत्थीनेलाई कान समातेर ल्याएर विद्युत पादिकन पैसा तिर, होइन भने बिजुली काट्छु भनेर हिम्मत गर्नुपर्छ। जसरी कुलमान घिसिङले लाइन काट्नु भयो नि। ये बड़ी अच्छी बात है। यो त सेटिङ त भयङ्कर। मैले तपाईँलाई सोधेको तपाईँको नियतमाथि प्रश्न होइन कि तपाईँले त्यो देख्नै पाउनु भएन, ठम्म्याउन सक्नु भएन, अथवा तपाईँ पनि त्यो कमिसन लिइराख्नु भयो, के गर्नुभयो? खै त जनताको आवाज सुन्ने? सिम्बोलिकली बुझ्नुभयो। उहाँले भनेको नयाँ आउँछन् भने क्या, व्यक्ति छोड्यो भने एबिसिडी त कोही जोकै आउँछ। नयाँ आउनुपर्छ र अग्रगामी सोच राख्ने, लोकतान्त्रिक सोच राख्ने, जनपक्षीय सोच राख्ने, स्वच्छ इमान्दारी छवि भएको मान्छे भनेको हो, त्यस्ता आउँछ। त्यो भने को हो भने के अलिकति लाज घिन भन्ने त मान्छेमा हुनुपर्छ। किन तपाईँ बताउनु तर्कसँग ढङ्गले सोध्नुहोस् न। भन्नुहोस् ल, तपाईँले गरेको विकास फेरि त भन्नुहोस् न। तपाईँलाई भन्दैन नि, जनतालाई मैले बुक बाँडेको छु सबै। बाह्र जनताले पाएको छ, पाएको छ। किन छैन? भनिन्छ जनताले पाएको छैन, तपाईँले भनेर हुन्छ? म्युजिक पहिला बिजुली मात्रै किन्थ्यो भने अहिले बिजुली बेचिरहेको छ। यति भएपछि एउटा कार्यकारी निर्देशकले तपाईँको मन्त्रालयको तपाईँ अन्तर्गतको कर्मचारीले त्यति गर्दाखेरि मान्य मन्त्रीज्यूले यु आर डुइङ गुड भन्नु पर्यो नि। उहाँले भन्नुभयो यो आन्दोलन चर्काऊ, तिमीहरू मिलेर जाऊ। उहाँले केही भन्नु भएन। उहाँ आन्दोलनको त कुरै भएन। के भन्नुभयो त? खुरु खुरु खानुभयो, तपाईँहरूलाई खुवाउनु भयो, हामी अनि हात खायौँ, चेखेर उहाँले हिँड्नुभयो। पनि गणतन्त्रवादीहरूले एउटा काम गरिदिनु, संविधानमा तपाईँले लेख्नु भएकै छ जनमत सङ्ग्रह। एकचोटि जनमत सङ्ग्रह गरिदिएर जनताले नै उहाँहरूलाई तपाईँहरू त्याज्य हो भन्ने पुष्टि गरिदिए पछाडि, अर्थात् अनुमोदित हुन सक्नु भएन भन्ने कुरा पुष्टि गरिदिए पछाडि त उहाँले ट्याउ ट्याउ गर्न पाउनु भएन नि त। तपाईँको शासन व्यवस्थामा, तपाईँको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्थामा गराएका चुनावहरूमा राजावादीहरू त कहाँबाट आउँछन्? तपाईँहरू आज हिम्मत गर्न सक्नुहुन्छ कि ल राष्ट्र संस्था र चाहिँ नि गणतन्त्रको सन्दर्भमा जनमत सङ्ग्रह गरौँ? त्यो हिम्मत छ? ये बड़ी अच्छी बात कही है। विगत 30 वर्षमा नभएको काम कोशी प्रदेश सरकारले गरेको छ। आउनुहोस् म तपाईँले के गर्नु भन्नुहोस् न। तपाईँ होइन भन्नुहोस् न, मलाई के देखाउनु? मलाई देखाउनु पर्दैन। मुख्यमन्त्रीले मलाई प्रश्न सोध्दैन, जनतालाई भनियो तपाईँ। जनताको मुख्यमन्त्री त्यसो भए मजा आया। पूर्व राजा ज्ञानेन्द्र शाहसँग एकचोटि मात्रै भेटघाट भयो भन्नुभएको छ। अहिले पछिल्लो चोटि त धेरैचोटि भेट भयो। धेरैचोटि भएको छैन। अस्ति लन्च खान बोलाइबस्यो बेला। लन्च खाएको कि लालीपप खाएको? दुईचोटि गराउनु भयो। संविधान सभा तपाईँकै पालामा सकिया हो पहिलो। त्यसमा अब यस्तो विषय त भनौँ नि त 50औं विषय जनमत सङ्ग्रह हुन्छ, त्यो त नजाउँ। आवश्यक पर्दा गर्न सकिन्छ। जनमत सङ्ग्रह गरियो भने गणतन्त्रवादी पराजित हुन्छ भन्ने चिन्ता छ। यदि त्यस्तो दुर्घटना हुने नै स्थिति आयो भने प्रचण्ड र माओवादीको झन् ठुलो खोज जनताले गर्नेछ, झन् ठुलो आवश्यकता बोध हुनेछ र विशाल आन्दोलन फेरि हुन्छ। होइन, अब जङ्गल पस्न त सकिँदैन। प्रश्न देखिरहेको तपाईँ बालेनसँग, बालेनलाई काँधमा बोकेर तपाईँको टाउको बालेनको अपेक्षा। अनि म व्यक्तिको कुरा गरिराखेकै छैन। बालेन आजको दिनमा व्यक्ति होइन भने बालेन आजको दिनमा एउटा विचार हो, उत्साह हो। ये बड़ी अच्छी बात कही है। हाम्रो देशमा माफियाको कुरा आउँछ, बिचौलियाको कुरा आउँछ, बालुवाटारमा बिचौलियाको एक्सेस छ, तपाईँलाई थाहा छ साकेजी। अनि बकौता तिर्दैनन्, उनीहरूलाई कारबाही हुँदैन उद्योगपति व्यापारीलाई। हामी अहिले उद्योगपति व्यापारीको पक्षमा
दीपक खड्का ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री नेपाली कङ्ग्रेसको नेता मान्य सांसद, विनोद चौधरी नेपाली कङ्ग्रेसको मान्य सांसद, सुनिल शर्मा नेपाली कङ्ग्रेसको मान्य सांसद, होइन? ठीक हो। ढक 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 हाइड्रो पावरको आयोजना जति आफ्ना मान्छेलाई नागरिकता बेच्ने शर्तमा, सर्पको छालाको तस्करी गर्न दिने शर्तमा पैसा लिने तपाईँ, जलवा है हमारा। उहाँहरू के गर्नुहुन्छ? आफ्ना जति भ्रष्टाचारी जोगाउनु पर्यो, होइन त? आफ्ना जति भ्रष्टाचारी जोगाउनु पर्यो, आफ्नालाई काण्ड लागेको छ भने जोगाउनु पर्यो, आफ्नालाई जोगाउँदा अलिअलि लेनदेन गर्नुपर्छ भने त्यो पनि गर्नु पर्यो। आफ्नो मान्छे भए धरोटीमा छोड्नु पर्यो, अर्को मान्छे भए लहर थुन्नु पर्यो। यसो हो नि त भइरहेको त। ये बड़ी अच्छी बात कही आप। मन्त्रीहरू किन काण्डै काण्डमा मुछिएका के? कोही जेलतिर छन्, कोही हिरासतमुक्त भए, कोही धरौटीमा छन्, कसैलाई काण्ड लागेको छ। यी तपाईँहरू संसदै अवरुद्ध गरिराख्नु भएको छ। मैले भनेको रमेश लेखकदेखि रवि लामी छानेदेखि बालकृष्ण खाँडदेखि हुँदै हुँदै यो पछिल्ला चरणका गृहमन्त्रीहरूको फेरिस्त हेऱ्यो भने यो बारेमा म के भन्छु भने गृहमन्त्री किन यति धेरै बदनाम भएको के? यो आन्दोलनमा जति खर्च भइरहेछ त्यो चाहिँ सीमा पारीबाट आउँछ कि निर्मल निवासबाट आउँछ? संहिता कार्यान्वयन कुनै पनि मुलुकमा भएको छैन। हाम्रोमा 7 वर्ष हुँदैछ, हुन्छ बिस्तारो हुँदैछ। संहिता भनेको त माइखाई भाडो हो तपाईहरु, होइन? तपाईले लगाउने गाडी चढ्ने अनि तपाई निवासमा बस्छ। अरे बाप रे, ये तो धोती खोल रहा है। त्यो 10% पैसा त्यो त राज्य कोषमा आउने भने हो, तपाईले व्यक्तिगत लिने भने होइन नि त, होइन? त्यो अनुमति दिनुभएको 10 वर्षसम्म अर्को कम्पनी खोल्न नपाउने गरी त्यो पैसा आयो। होइन, संहिताले के गर्यो भन्नु देशमा? विकास कहाँ गर्यो मलाई देखाउनु। तपाईँ मुख्यमन्त्री भएपछि तपाईँले गरेको विकास 1 2 3 भन्नुहोस्। संहिता तपाईँ म्यूजिक। नेपाली जनतालाई, नेपाली जनताका छोराछोरीलाई तिमी टुरिस्ट भिसा लगाएर दुबई जाऊ, कतार जाऊ या मलेसिया जाऊ, त्यहाँबाट अर्को कुनै साउले तिमीलाई बाख्रा किने जस्तो किनेर लगेर घरमा कामदार राख्छ र तिमी त्यहाँबाट पैसा पठाऊ, त्यो पैसाले हामी पजेरो चढ्छौँ र त्यसरी पठाउनेलाई हामी सुरक्षा गर्छौँ। यी हुन् गणतन्त्रका नायक र नायकी, होइन? जलवा है हमारा। हाम्रो पक्ष के देख्नु? हजुर, त्यो त कहाँ देख्नु सक्छ र? त्यो देख्नको लागि त हुनु पनि पर्यो नि, होइन? उहाँको नराम्रो पक्ष नै छैन। नराम्रो पक्ष नै छैन। त्यसो एउटा गीत गाउनुहोस्। ए भाइ, अब के बोले? र म पूर्ण विश्वासकी छु भने तपाईँ आगामी दिनमा हराइसक्नुभयो। तपाईँ त अब गोर्खाको खोप्लाङतिर खोज्नुपर्ने ठाउँमा पुगिसक्नुभयो। मजा आया। आलेन शाह 6 महिनादेखि कार्यपालिकाको बैठक राख्न नसकेर बस्नु भएको छ। रवि लामिछाने भैरवामा लामखुट्टे मारिरहनु भएको छ। राजावादी त हुँदै हुन्न भन्नुहुन्छ तपाईँ? हैन, त्यो जनता खै त्यो जनताको आवाज सिम्बोलिक। ये बड़ी अच्छी बात कही आप। अहिले तपाईँको कोही गर्लफ्रेन्ड छैन? छैन। ढाँट्नु भयो तपाईँले? होइन, डाँटेको होइन, म सत्य बोल। तपाईँ गर्लफ्रेन्ड लिएर हिँड्नुहुन्छ त फेरि? कता? कफी सपमा देखाए हुन्छ कहिले काहीँ। राजा चाहिन्छ भन्न पाइन्छ, संविधानले दिएको छ। जनता उर्ले भने संविधानले उर्ले भने त कसो के लाग्छ भने 62-63 को आन्दोलन 47 सालको संविधान मानेर भएको होइन। म्यूजिक। ती भूलकालाई त उहाँहरूले बन्द गरिदिइसक्नुभयो। कसैलाई अदालत लगाएर होला, कसैलाई अख्तियार लगाएर होला, कसैलाई केही लगाएर बन्द गरिदिइसक्नुभयो, तर्साइसक्नुभयो। हाम्रा बारेमा आँखा तान्यौ भने तिम्रो आँखा फोडिदिन्छौ भनिसक्नुभयो। राज संस्था आयो भने त तपाईँको राजनीतिक करियरै सकियो, तपाईँको एजेन्डा नै सकियो। तपाईँको 52 सालदेखि गरेको सशस्त्र युद्ध र यहाँसम्म गणतन्त्र ल्याउनेसम्म यो सबै गरेको, सबैभन्दा कसैको केही सकिन्छ भने सर्वनाशै हुन्छ भने राजनीतिक रूपमा त्यो प्रचण्डको हुन्छ।
केही नै बाँकी रहँदैन नि। त्यसकारण तपाईँ डराइराख्नु भएको छ। ये तो धोती खोल रहा है। आउँछ 84 त निर्वाचन आउँछ। यिनीहरूले जित्छन्, पैसा यिनले बाँड्छन्, पैसा यिनले बाँड्छन्, ब्रोइलर कुखुरा यिनले बाँड्छन्, अब हामीले जनतालाई गाउँ सचेत कब्जा बनाउनु यिनले गर्छन्, गुन्डा यिनले लिएर जान्छन्। तपाईँ जस्ताले चुनाव जित्दैनन्। मजा आया। राजतन्त्र, कुनै न कुनै रूपको राजतन्त्र, सबै विषयमा जन्म सङ्ग्रह गर्ने हो त मा पनि नजाउँ। यति दुईटा विषयमा एकपटक इतिहासमा जन्म सङ्ग्रह गरिदिउँ न त। संविधान सभा नि इतिहासमा एकचोटि हुन्छ भन्ने थियो, दुईचोटि गराउनु भयो।